Greetings of the day. So today I'm going to tell about the teachable machine with google.coms. So I'm Banu Khatka. I'm just giving a brief information about how to train a model using teachable machine with google.com. So first of all, I'll follow a few steps and I'll explain both in Nepali and English language. यसमा चाहिँ हामीले के गर्न गइरहेको छौं भन्दाखेरि पहिला get started. Then from get started we can go to image project, then standard image model. त्यसपछि I'll just name it. First of all, I'll give the title as keys. Then I'll just put this and I'll just select these images and I'll open it. यहाँहरुले हेर्न सक्नुहुन्छ मैले 20 वटा डिफरेंट इमेजको स्याम्पलहरु चाबीको साँचोहरु खिचेको छु चाबी साँचो खिचेको छु यो स्मार्टफोनले त्यसपछि म अब सेकेन्ड क्लास क्याटेगोराइज गर्न गइरहेको छु यहाँ चाहिँ म कप लेख्न गइरहेको छु CUP कप र यहाँ पनि म अब अपलोड गर्न गइरहेको छु कप अब कप मसँग यहाँ छ यो फोल्डरबाट मैले कप ओपन गरे यसलाई पनि मैले अब यहाँ सेलेक्ट गरे 21 इमेज स्याम्पल कपको यहाँ बसिसकेको छ अब त्यसैगरी अन्तिममा मैले एउटा क्लास थपे मार्कर यहाँ पनि म आफ्नो इमेज स्याम्पललाई एड गर्छु मार्करको फोल्डरमा खोल्दै छु मसँग 22 वटा मार्करको स्न्यापशट्सहरु छ पिक्चरहरु छ इमेजहरु छ यसलाई म डिफरेंट एंगलबाट विभिन्न भेराइटीमा यो मोडललाई ट्रेन गर्नको लागि दिउँसो राति उज्यालोमा झ्यालमा राखेर टेबलमा राखेर हातमा राखेर खिच्ने प्रयास गरिएको छ हाम्रो कोर्स फ्यासिलिटेटर नेत्र सरको इन्स्ट्रक्सन अनुसार हामीले यो गरिरहेका हौं So I have categorized and classified this picture as a key. There are 20 images of keys and 21 images of cop and 22 images of marker. And now I'm going to train the model. It takes few minutes to train the model. Now, whether my model is correct or not, I'll just show to you how it's working or not. For this, यहाँ हेर्न सक्नुहुन्छ हजुरहरुले यसलाई मैले यस्तो गरे कप 100% कप भएर देखाइसके यसले 100% कप त्यसैगरी मैले यसलाई यसो गरे अब यहाँ हेर्न सक्नुहुन्छ हजुरले यो के रहेछ त भन्दा यसमा यो अलिकति मार्कर हो भन्नेमा यो मार्कर हो भन्ने भइसक्यो यो है अथवा यसलाई यसो गरेर हामीले हेर्यौं भने यो मार्करमा चाहिँ यसको फ्लक्चुएसन देखिनु पर्छ है त अब त्यसैगरी यो कपमा यो वेल ट्रेन्ड भयो जस्तो छ कप 100% अरु सबै कप यो कप हो भनेर उले चिनिसकेछ त्यसपछि हामीले अब अर्को एउटा कीज हैन हामीले साँचो पनि दिएको छौं यहाँ अब यो कीजमा हेर्नु होला यो की हो भनेर यो वेल ट्रेन्ड भइसकेको छ यो की हो भनेर यो साँचो हो भन्ने कुरामा यो अब सरी कीजमा चाहिँ यो कीज हो भनेर यसले यहाँबाट थाहा पाइसके हामीले कीजको फ्लक्चुएसन हेर्न सक्नुहुन्छ यहाँ कीमा चाहिँ ज्यादा आइराछ यो की हो यो साँचो हो भनेर यसले चिनिसक्यो अब मार्करको कुरा गर्दा यिनीहरु मार्कर हुन् भन्ने
पनि अब यो यसमा कुनै दुई मत रहँदैन, यो मार्कर हो भनेर यसले यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले, मार्कर हो भनेर चाहिँ यहाँ उसलाई यसरी अब मैले अलिकति यो एङ्गलहरू मिल्नुपर्ने हुन्छ, यो मार्कर हो भनेपछि उसले अब यो मार्करमा यसको फ्लक्चुएसन बढेको हुनुपर्छ। मार्कर भनेर मैले ट्रेन गरिसकेपछि जस्तै अब यो मार्करमा चाहिँ मार्कर हो भनेर उसले चिनिसक्यो। अब यसमा अलिकति केही समस्याहरू पनि छ, जस्तै अब हामीले यो ब्याकग्राउन्डमा अरू अरू इमेजहरू पनि देखिएको छ, जस्तै अब बेडमा खिच्दाखेरि तन्नाहरू देखिएको छ, भित्तामा खिच्दाखेरि यसको पिक्चरमा अब त्यो झ्याल ढोका ग्रिलहरू देखिएको छ, फलाम देखिएको छ, टेबलमा खिच्दाखेरि टेबल क्लोथ्सहरू देखिएको छ, अरू साइडमा अरू फर्निचरमा आइटमहरू पनि देखिएको छ, सोफाको पिलोहरू देखिएको छ, वालहरू देखिएको छ। त्यही भएर यो अलिकति अलिअलि कन्फ्युज हुनसक्छ, हामीले अब पुरै हटाएर गर्न गाह्रो भयो। त्यही भएर यो मार्करमा चाहिँ यो उसले मार्कर भनेर चाहिँ यसलाई अब चिनिसक्यो, यो मार्कर हो भनेर चाहिँ यसले यसरी हामीले यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले, मार्करमा ज्यादा फ्लक्चुएसन छ है, जस्तै यो मार्कर हो भनेर उसले चिनिसक्यो, यो मोडल ट्रेन भयो। कपमा त कुनै डाउट छैन, 100% यो ट्रेन भइसकेको छ, किनकि कपलाई चाहिँ मैले धेरै तरिकाले गरेको छ। अब किजमा पनि ऊ चाहिँ पर्फेक्टली ट्रेन भइसकेको छ, की हो यो की हो भनेर यसरी हामीले अब यो की हो भन्दाखेरि सरी यो की भन्दाखेरि यसरी म अरू दुईवटा स्याम्पल देखाउँछु जुन किजहरू ट्रेन गरेको थियो। यसलाई ट्रेनिङ यो की हो भनेर अब उसले यसलाई किज, दिज आर द किज भनेर उसले अब यहाँ चिन्छ, यो दिज आर द किज, योबाट ट्रेन गरेको यसलाई यो की हो भनेर उसले चाहिँ यसरी छुट्याउन सक्छ। यो किज भनिसकेपछि ऊ सरी यो अलिकति अरूमा पनि फ्लक्चुएसन देखिरहेछ, तर स्पेसली दिज आर द किज भनेर हामीले यसलाई ट्रेन गरेको छौँ। यो किज हो है भनेर चाहिँ यसरी यसरी राख्दाखेरि यो किजतिर चाहिँ बढी जानुपर्छ। अब यो दिस इज हाउ वी ट्रेन्ड इट। अब म यसको लिङ्क सेभ गर्न गइरहेछु। अगस्त सरी अप्रिल 16 I'm going to save it in the Google Drive. यो हजुरले देख्न सक्नुभयो होला, सबैभन्दा पर्फेक्ट चाहिँ कपमा छ। कपमा अलिकति पनि भाइब्रेसन छैन, किनकि यो कपलाई धेरै तरिकाले वेल ट्रेन गरिएको छ, डिफ्रेन्ट ब्याकग्राउन्डमा धेरैतिर राखेर। कप पछि चाबीमा अलिअलि कन्फ्युज छ, चाबीमा पनि खासै कन्फ्युजन अलि रहेछ। स्लाइटली यो एङ्गल नमिलेर हो कि के हो, यो म पहिलोचोटि गर्दैछु, मलाई पनि त्यति आइडिया भएन।
म अलि कम्प्युटरको लिटरेसीमा चाहिँ अलिकति कमै छु, म कमजोरै छु। टेक्नोफोबिक त भन्न चाहन्न, तैपनि यो अब ड्राइभमा सेभ भयो। मैले डाउनलोड प्रोजेक्ट एज अ फाइल पनि गर्दैछु। मार्करमा पनि यो ट्रेन्डै भएको देखिन्छ। मार्करमा पनि केही हदसम्म यो मार्कर देखाउँदा पनि यसले राम्रो ट्रेनिङ पाएको देखिरहेछ। मार्कर भन्दाखेरि उसले चाहिँ सरी यहाँ कसरी के मिल्नुपर्छ, मार्करमा यसको 90 किन फ्लक्चुएट भएको छ, म अझै कन्फ्युज छु। आई हेभ नो आइडिया रिगार्डिङ दिस। आई थिङ्क आई सुड आस्क माई फेसिलिटेटर वेदर इट्स अ ब्याकग्राउन्ड एरर or my what is optical error or my handling error, technical error, personal error. I'm not aware about it. I have to ask my course facilitator because I'm doing this for the first time. अब मैले फर इक्जाम्पल यसलाई कन्फ्युज पार्नले मोबाइल फोन राखेँ भने यसले के गर्दो रहेछ त भन्दा यो कन्फ्युज भयो जस्तो लाग्यो मलाई। जस्तो अब यो स्केल देखायो भने यो कन्फ्युज छ, किनकि यो कोही पनि कुनै पनि होइन, यसलाई ट्रेन्डै गरिएको छैन। अब यसलाई मैले यो क्यालेन्डर देखायो भने पनि आई थिङ्क यो कन्फ्युज होला सायद, हो कन्फ्युजै हुनुपर्छ। यसरी भाइब्रेसनहरू क्यालेन्डर देखाउँदाखेरि पनि यसले यसरी अब यो ट्रेन्ड नगरिएको भएर यो चाहिँ कन्फ्युजन भएको होला। अब म एक्सपोर्ट मोडल गर्न गइरहेको छु।